माननीय डाक्टर चन्द कार्की भण्डारी, त्यसपछि माननीय मोहन बहादुर बस्नेत। सम्मान्य सभामुख महोदय, मेरा सहकर्मी, मेरा मित्र माननीय डाक्टर सुनील कुमार शर्माज्यूले प्रस्तुत गर्नुभएको सबै नागरिकका लागि राष्ट्रव्यापी स्वास्थ्य बिमा र विपन्न नागरिक औषधि उपचारको सम्बन्धी प्रस्ताव एकदमै ज्यादै महत्त्वपूर्ण छ। त्यसको लागि म माननीयज्यूलाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु, तर समर्थन पनि गर्न चाहन्छु। एकदम पुरा हृदयले समर्थन गर्छु, तर सँगसँगै सरकारलाई केही खबरदारी पनि गर्न चाहन्छु। नेपालमा स्वास्थ्य बिमा कार्यक्रम 2072 सालमा सुरु भए यता सर्वसाधारणका लागि आशाको किरण बनेर आएको हो। यो कार्यक्रम नेपालको संविधानको धारा 51 जले स्वास्थ्यलाई मौलिक हकका रूपमा परिभाषित गरेको छ, तर व्यवहारमा स्वास्थ्य बिमाले अपेक्षित सफलता हासिल गर्न चाहिँ सकेको छैन। यो धेरै छलफलमा आइसक्यो। यही प्रश्न मैले गत वर्ष यही सदनमा तत्कालीन प्रधानमन्त्रीज्यू समक्ष उठाएको थिएँ। खास गरिकन मध्य प्रदेशमा बिमाको कभरेज 8% मात्रै भएको कुरा मैले गरेको थिएँ, तर एक वर्ष बितिसक्दा पनि बिमा बोर्डमा नेतृत्व परिवर्तन हुँदा पनि खासै सकारात्मक प्रगति मैले देखेको छैन। अब म स्वास्थ्य बिमा सुधारका लागि कैयन उपायहरू छन्, समय थोरै छ भन्ने कुरा धेरै छ, त्यसैले म 4वटा मुख्य बुँदामा मैले वर्गीकरण गरेर भन्न चाहन्छु। सबभन्दा पहिलो कुरा चाहिँ सेवाको पहुँचकै बारेमा म गर्न चाहन्छु। स्वास्थ्य बिमाको पहुँच सुगम मात्र नभएर दुर्गममा, अघि भने जस्तै खास गरिकन मध्य प्रदेश, कर्णाली र सुदूरपश्चिमलाई टार्गेट गर्नुपर्छ र त्यहाँसम्म विस्तार गर्न विशेष योजना ल्याइनुपर्छ भन्ने मलाई लाग्छ। दोस्रो कुरा, दुर्गमका अस्पताल र स्वास्थ्य केन्द्रहरूमा आवश्यक सेवा विस्तार र व्यापक जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, किनभने कतिलाई बिमाको बारेमा केही थाहै छैन। अर्को महत्त्वपूर्ण कुरा, बिमित बिरामीहरूको सङ्ख्यामा हामी खुवाइ वृद्धि गर्ने, अस्पतालमा भिड लगाइदिने, अनि त्यो स्वास्थ्यकर्मीहरूको दरबन्दी चाहिँ नबढाउने, अनि त्यो स्वास्थ्य संस्थाको स्तरोन्नति पनि नगर्ने। यसरी त हुँदैन। त्यसले चाहिँ हामीले नागरिकलाई धोका दिने काम मात्रै गर्दछौँ। अनि एउटा अपरेसनको लागि 4 महिना 5 महिना कुर्न पर्ने, यस्तो चाहिँ हुँदैन। त्यसलाई विचार गर्नुहोला। अर्को दोस्रो बुँदा मैले कुरा गर्न खोजेको भुक्तानी प्रणाली र प्रशासनको चुस्तताको बारेमा हो। यसको ठिक व्यवस्थापन गरे भने मात्रै हामीले हालको झन्झटिलो भुक्तानी प्रणालीलाई सरल, प्रविधि मैत्री र द्रुत गतिको बनाउनु पर्छ, ताकि नागरिकले सहजै सेवा प्राप्त गर्न सकुन्। अर्को निजी क्षेत्रको कुरा आएको छ। निजी क्षेत्रलाई स्वास्थ्य बिमा कार्यक्रममा साझेदार त बनाउनै पर्छ, किनभने त्यो पनि नेपाल सरकारकै अनुमतिले आएको संस्था हो, र दोस्रो कुरा, त्यहाँ जाने बिरामीहरू पनि नेपाली बिरामी नै हुन्, नेपाली जनता नै हुन्। त्यसैले त्यो गर्नुपर्छ। तर सँगसँगै बाहिरिएका कति कुरा शङ्कास्पद यो दाबीहरूको, आर्थिक दाबीहरूको जुन कुराहरू आएको छ निजी संस्थाबाट, त्यसलाई चाहिँ छानबिनका लागि कडा निगरानी र अडिटको व्यवस्था पनि गर्नु अनिवार्य हुन्छ। तेस्रो कुरा, मैले सेवा विस्तार सम्बन्धी कुरा गर्न चाहन्छु। स्वास्थ्य बिमा प्याकेजमा सीमित राखिएका सेवाहरूमा विस्तार गरी विशिष्टीकृत उपचारहरू जस्तै क्यान्सर, मृगौला, मुटु रोग लगायतका गम्भीर रोगहरूलाई पनि यसमा समावेश गरियोस्। हाल छरिएर रहेका यसको सबभन्दा ठुलो कुरा स्रोत हो। बिमा सफल नहुनेमा स्रोतकै कुरा हो। त्यसमा चाहिँ अहिले भर्खरै पनि कति छलफलहरूबाट निस्केको कुरा माननीय मन्त्रीज्यूलाई थाहा छ कि 80वटा भन्दा बढी स्वास्थ्य सम्बन्धी योजनाहरूलाई एकीकृत गरेर एउटै स्वास्थ्य बिमा कोष निर्माण गर्न सकिन्छ, र यसले स्रोत व्यवस्थापनमा दिगोपन र पारदर्शिता सुनिश्चित गर्न सक्छ। र चौथो कुरा चाहिँ के भन्ने, समन्वय र स्रोतको व्यवस्थापन हो। एउटा चाहिँ सङ्घीय संरचनाको पनि हामीले विचार गर्नुपर्छ। यो तीनवटै तहको सरकार बीचमा प्रभावकारी समन्वय आवश्यक देख्छु मैले, ताकि योजनाको कार्यान्वयन दोहोरोपन र अन्यल सृजना नहोस्, र स्वास्थ्य बिमा कार्यक्रमलाई अनिवार्य र सर्वव्यापी बनाउनै पर्छ। मान्य सदस्य, समय मैले सकिहालेँ। योगदान गर्न सक्ने नागरिकलाई प्रिमियम तिर्न लगाएर विपन्न वर्गको प्रिमियम चाहिँ राज्यले बेहोर्ने व्यवस्था गर्नुपर्छ। आजकल माननीय स्वास्थ्य मन्त्रीज्यूले स्वास्थ्य बिमाको सुदृढीकरणको लागि धेरै बाचा, धेरै प्रतिबद्धता र धेरै प्रयास गरिराख्नु भएको मैले आफैले पनि देखेको छु, सुनेको छु। तर स्वास्थ्य बिमालाई सफल बनाउनलाई स्वास्थ्य मन्त्रीज्यू तपाईँको प्रतिबद्धताले मात्रै काम गर्दैन।
त्यसका लागि सरकारको इमानदार प्रतिबद्धता चाहिन्छ, यथेष्ट स्रोत साधन चाहिन्छ र व्यावहारिक दृष्टिकोण चाहिन्छ। अन्यथा अन्त्यमा सरकारलाई स्वास्थ्य सेवामा कुनै पनि सम्झौता स्वीकार नहुने हामीले चेतावनी पनि दिन चाहन्छौँ र आगामी बजेटमा स्वास्थ्य क्षेत्रको बजेटमा WHO को मापदण्ड अनुसारले रकम विनियोजन गर्न म माननीय अर्थमन्त्रीज्यूलाई यहीँबाट जोडदार माग गर्न चाहन्छु। किनकि स्वास्थ्यमा कुनै सम्झौता स्वीकार्य हुँदैन, कुनै पनि नेपाली नागरिक उपचार नपाएर घरबार विहीन हुनु हुँदैन र चाहिँ मर्न पनि हुँदैन भन्ने कुराप्रति सम्पूर्ण माननीयज्यू र यो सरकारको ध्यान साँचो अर्थमा पुगोस् भन्न चाहन्छु। र अन्त्यमा म माननीय सुनिल शर्माज्यूलाई फेरि पनि धन्यवाद दिँदै अन्त गर्छु मेरो कुरा। धन्यवाद।